हरि बोलो हरि बोलो। मंगला गाउँपालिकाको तपाईँ चाङ्गा तिनचुले लगायतका क्षेत्रहरूलाई जोडेर एउटा चाहिँ पदयात्रा गर्न सक्ने पिकनिक रूट पनि बनाउने। म्याग्दीको मंगला गाउँपालिका 5 अर्मन स्थित यो सुन्दर पर्यटकीय स्थल चाङ्गा हो। यो चाङ्गा निकै रमणीय छ। हिम श्रृङ्खलाको दृश्यावलोकनको लागि, त्यसपछि स्थानीय रहनसहन, स्थानीय वेशभूषा, स्थानीय कला संस्कृतिको अध्ययन अवलोकनको लागि पनि यो ठाउँ निकै सुन्दर छ, निकै महत्त्वपूर्ण स्थान छ। बेनीबाट बेनी दरबाङ सडक हुँदै बाबेचर मंगला गाउँपालिकाको केन्द्र बाबेचरमा आइसकेपछि बाबेचरबाट यता अर्मन म्याग्दी खोला नदी म्याग्दी नदी तरेपछि हामी यता अर्मन साइडमा आउन सक्छौँ। अर्मनका विभिन्न बस्तीहरू हुँदै यो चाङ्गामा करिब 2 घण्टाको सवारी साधनको यात्रापछि यो चाङ्गामा आइपुग्न सकिन्छ। चाङ्गा वास्तवमा धेरै हिमालहरूको चाहिँ दृश्य एकै ठाउँबाट अवलोकन गर्न सक्ने एकदम सुन्दर ठाउँ रहेछ। यहाँहरू पनि भ्रमणको लागि चाङ्गामा आउन सक्नुहुन्छ। यहाँबाट हामी हेर्न सक्छौँ चुरेनी हिमाल, गुर्जा हिमाल, त्यसपछि धौलागिरी हिमाल, यतापट्टि साइडतिर हेर्न सक्नुहुन्छ अन्नपूर्ण र माछापुच्छ्रे हिमाल पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। निकै सुन्दर छ यो धुरी, यो चाङ्गा धुरी। यहाँबाट अझ माथि पुग्यो भने तिनचुले भन्ने स्थान छ। तिनचुले अझ राम्रो र अझ सुन्दर छ तिनचुले क्षेत्र। मोबाइलको ठेक्का नमिल्ने छ। चाङ्गाबाट देखिएको यो सूर्यास्तको समयमा देखिएको मनोरम दृश्य हो। हिमालबाट घाम अस्ताउँदैछन्। साँझपख अहिले हिमाल झलमल देखिएको छ घाम परेर।
मनमा सबैलाई छुन्न रमाइलोमा घर ढाका केही हुन्न सधैँ जाने अब त घुम्नलाई सबैसँग जाने अब त घुम्नलाई सबैसँग जाने अब त घुम्नलाई सबैसँग आज मेरो खुसी छ उपहार दिनु भो फुल सबै अब चङ्ग जाने रमाइलो चाल उपहार दिनु भो फुल अब त घुम्नलाई सबैसँग जाने अब त घुम्नलाई सबैसँग जाने अब त घुम्नलाई सबैसँग जाने भएको हो। जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको बस्ती हो र यसमा 2070-72देखि 74देखि नै हामीले यसलाई बाल विकासको रूपमा बाल विकास केन्द्रहरू खोल्ने र सडक विस्तार गर्ने, विद्युत विस्तार गर्ने र हालै एक घर एक धाराको रूपमा खानेपानीको व्यवस्थापन गर्ने र सामुदायिक भवनहरू बनाउने र सामुदायिक भवनमा शौचालयहरू 5मा रहेको यो चाङ्गा बस्तीमा 2074 सालदेखि बाल विकास केन्द्र खोल्ने र यहाँ पर्यटकलाई भित्राउनको लागि सडकको व्यवस्थापन, सामुदायिक भवनहरू, विद्युत विस्तार र त्यहाँ चाहिने शौचालयहरू र एक घर एक धारा खानेपानीको काम चाहिने हामीले तत्काल चाहिने पुरा गरेका छौँ र यो चाङ्गाबाट देखिने धौलागिरी रेन्जका सबै हिमालहरू र माछापुच्छ्रे हिमालहरू का मनोरम दृश्यहरू देखिन्छ र यहाँको यो चुली भन्ने एउटा डाँडा छ। त्यो डाँडाबाट मालिका गाउँपालिकाको सम्पूर्ण भूभागहरू र धौलागिरी गाउँपालिकाको सम्पूर्ण भूभागहरू र मङ्गला गाउँपालिका भूभागहरू देख्न सकिन्छ र यहाँबाट मङ्गला गाउँपालिका वार्ड नम्बर 5 र तारा गाउँपालिकाको वडा नम्बर 4 को तिनचुले बस्ती जानको लागि पदयात्रा पनि रहेको कुरा म सम्पूर्णमा जानकारी गराउन चाहन्छु र यो पर्यटनको हिसाबले यसलाई चिया बगानको रूपमा स्थापित गर्नको लागि, विस्तार गर्नका लागि विभिन्न किसिमका पहलहरू चाहिँ नै भइरहेका छन् र जग्गा एकीकरणमा अलिकति समस्या भएकोले त्यसको समाधानतर्फ लागिरहेका छौँ। विशेष गरेर मङ्गला गाउँपालिकाले यो पर्यटकीय क्षेत्रहरूको गन्तव्यको पहिचान गर्दै त्यो पहिचान सँगसँगै चाहिँ जनताको आर्थिक अवस्थाको रूपान्तरणको लागि यसको प्रचार प्रसार, भौतिक पूर्वाधार लगायत यसको पहिचान र झलको जाने त्यस्ता खालका क्रियाकलापहरूलाई र सबै बिचमा चाहिँ यसको महत्त्व जाने हिसाबले काम गर्दै आइरहेका छौँ। यो 2-3टा कुराले चाहिँ महत्त्वपूर्ण छ। एउटा कुरा चाहिँ पर्यटकहरू यहाँ आइसकेपछि यो लहरै हामीले जस्तो माछापुच्छ्रे, धौलागिरी, नीलगिरी लगायतका जुन लहरै हिमालहरू हामीले चाहिँ देख्न सक्छौँ र स्वाभाविक रूपमा मानव भनेको चाहिँ यो प्रकृतिसँग रमाउने भाग हुनाले एकातिर चाहिँ यो हिमालको चाहिँ महत्त्वपूर्ण जुन अब दृश्यावलोकन अब गर्ने त्यो एउटा अवसर प्राप्त गर्छन्। त्यसले गर्दा पनि यहाँको रूपान्तरण हुनसक्छ, यहाँको आन्तरिक पर्यटकहरू चाहिँ भित्र सक्छन् भन्ने कुरा एउटा बाटो भने चाहिँ र स्वाभाविक रूपमा यो ठाउँ भनेको अन्य कृषि व्यवसाय अन्तर्गत जस्तो पशु चौपाया, जस्तो बाख्रा पालन, भेडा पालन लगायत यो हिसाबले गर्दा पनि यो अति नै महत्त्वपूर्ण चाहिँ अब क्षेत्रको रूपमा भएको हुनाले यसको विकासको लागि हामी त्यही ढङ्गले चाहिँ अगाडि बढिरहेका छौँ।
खुसी लाग्छ मलाई। खासमा यो पर्यटन प्रवर्धनको लागि मङ्गला गाउँपालिकाले अझ यसलाई के गर्नुपर्छ भनेदेखि मङ्गला गाउँपालिकाको झाँक्री पानीदेखि लिएर त्यो चिनाकोटदेखि लिएर यो 3 चुलेसम्मको उसलाई विकास गर्दै चाङालाई चाहिँ मुख्य हबको रूपमा विकास गर्नुपर्छ। र यो मुख्य हबलाई यसलाई बनाइसकेपछि यसबाट फेरि निस्कोटको धुरीमा जाने खालको यो ट्रेकिङ रुट पर्यटकीय रुट बनाउन सक्यो भनेदेखि यो चाङा क्षेत्र एकदमै पर्यटकीय हब हुनसक्छ। पर्यटकीय क्षेत्रमा चाहिँ विकास गर्नलाई एकदमै लागि परिरहेको छ। यो देख्दाखेरि अब भोलिको दिनमा यहाँ आएर बस्ने व्यवस्था, खानेको व्यवस्था र यहाँको भौगोलिक अवस्था दृश्यावलोकन गर्ने व्यवस्था सबै मिलाउन सकेको खण्डमा धेरै बाहिरबाट पनि यसको प्रचार प्रसार हुनसक्छ र पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्न सक्छ व्यक्तिलाई।